हामी सबैलाई थाहा भएकै कुरा हो, अमेरिकामा चाहिँ तपाईँले जे पढ्नुभयो त्यही पढाइ अनुसार चाहिँ जब पाउनुहुन्छ। किन होला त त्यस्तो भन्दाखेरि यहाँ चाहिँ जहिले पनि पढाइ भनेको प्र्याक्टिकल बेसिसमा हुन्छ। तपाईँले जे कामको लागि तपाईँ चाहिँ पढ्दै हुनुहुन्छ त्यो काम चाहिँ अलरेडी अभाइलेबल हुन्छ, अथवा जे काम गर्नको लागि चाहिँ कामदारहरू चाहेको छ त्यसै विषयमा चाहिँ बढी ट्रेनिङ दिन्छ। तपाईँले पढ्नुभएको कोर्सको चाहिँ ट्रेनिङ इन्टर्नसिपहरू चाहिँ अभाइलेबल हुन्छ। जस्तै अमेरिकामा इन्जिनियरिङ गरिराख्नु भएको छ भने तपाईँले इन्जिनियरिङ सक्नु अगाडिसम्ममा चाहिँ कम्तीमा पनि 6 महिनाको इन्टर्नसिप चाहिँ गरिसक्नु भएको हुनु पर्यो। त्यस्तै गरी नर्सिङ गरिराख्नु भएको छ भने नर्सिङमा तपाईँले कम्तीमा पनि 6 महिनाको चाहिँ क्लिनिकल एक्सपिरियन्स गरेको हुनु पर्यो नर्सिङ भ्याउँदासम्म, जसले गर्दा चाहिँ उनीहरूले भोलि आफ्नो डिग्री सकेर कलेज युनिभर्सिटी भ्याउने बित्तिकै उनीहरूले चाहिँ मार्केटमा चाहिँ जब पाउँछन्। यही कुरा चाहिँ नेपालसँग कम्पेयर गरेर हेर्ने हो भने चाहिँ पढेको जस्तो होइन डिग्री अनुसारको चाहिँ जब पाइरहेको हुँदैन।